Happy Holi guys! Happy Holi everyone! गाइस मासु खानु पर्छ है मासु होलीमा Happy Holi! होलीमा पिकनिक आउन तँलाई कस्तो महसुस भइरहेको पनि एकदम खुसीको महसुस यहाँ हेरेर पनि यहाँ हेरेर खुसीको महसुस भइसकेछ हामी चाहिँ अब पिकनिक कार्यक्रम लिएर हामी चाहिँ झिमरुक खोलामा आएका छौँ र यता हाम्रा लड्डु चाहिँ बाइकमा आउनुभएको छ र बाइक अहिले तार्नुहुनेछ पुलमा देख्न सक्नुहुनेछ पुल कहाँ सो गाइस हामी चाहिँ यहाँ के भन्छ झिमरुक खोलामा आइसकेका छौँ त्यता देख्नुहुन्छ हाम्रो गाउँको ग्याङहरू पुरा रेडी छन् र मामा यहाँ आइसक्नु भएको छ यहाँ माथितिर दुई ठाउँमा पिकनिक आएका छन् दुई ग्रुप टक्क यतातिर डाँडागाउँ यतातिर टाकुरा हामी चाहिँ अब घाम भयो होइन हामी चाहिँ अब नुहाउनलाई आएका छौँ घाम भएर मामा चाहिँ यहाँ हुनुहुन्छ पुरा पौडी खेल्न भनेर सबैजनालाई आउनु भएको छ सबैलाई ह्यापी होली Wow, what a swimming pool! Not swimming pool. What it is? This is a khola. You going to boring? Boring. No, no. Okay. Wow, what a swimming pool! Kowe त मर्यो होला नि केटाहरू काम नपारे यस्तै गर्छन् यता चाहिँ भर्खरै अब पौडी खेल्नको लागि तयारी हुँदैछ जे होस् यता पोतिर छ नजानी अब चाहिँ डुबेर पौडी खेल्नेवाला टाइपको त्यो के भन्छ अरे त्यो कुतारा पुग्ने भन्ने टाइपको छ 1 2 3 गो Finally guys. म टाढा पुगेको छु कम्पिटिसनमा मैले जितेँ मैले हामी चाहिँ लास्टै गर्मी भएको थियो होइन हामी चाहिँ भर्खरै नुहाएर अब हामी चाहिँ त पर जाँदैछौँ होइन हाम्रो गाउँतिरको सबै पर छन् होइन यहाँ चाहिँ यहाँ नुहाउँदै हुनुहुन्छ हामी चाहिँ दाउरा खोज्न जाँदैछौँ भर्खरै 4 जना मिलेर टक्क चाहिँ यहाँ देख्न सक्नुहुन्छ दुईटा टिम मस्त पारामा पुरा नाचिराख्नु भएको छ बाप को भेज
तेरे बस की बात नहीं। भाँच्यो वाह खत्म बाय बाय टाटा गुड बाय गया खतरा यार बाहुबली 4 अरे दुख्यो यार देखा आपने लापरवाही का नतीजा है। झन्डै मरेन हामी चाहिँ दाउरा खोज्न आएको दाउरा नै पाइएन ए यहाँ छ फरेलको दाउरा छ फरेल इल्टो पाक्छ यति भइसिटो हुन्छ फेरि ए काँचो छ के त त्यति बिधि गरिदिन्छु मैले यता भलकर दाइले चाहिँ दाउरा भाँच्न लागेको छ आफै लोट्नु लाग्यो खतरा यार यता बारी हो क्या यो कस्तो हो बाहुबली भन्दै आफैको जुग भने दाउरा खोज्न आएको तर दाउरै पाइएन यहाँ भाइ चाहिँ यहाँ भर्खर यहाँ चढेछ सुकेको रुखमा है ओए वाह यहाँ रहेछ यार बबाल वाह यहीँ रहेछ बबाल सुकेको दाउरा यस अब यसमा चढ्ने हो च्याप्प पारामा त्यसले झार्यो त्यहाँ बसेर ए मामा हेलो गाइस यहाँ चाहिँ हाम्रो विकास भाइ आछन् बाहुबली बनेर गाइस तलतिर देख्न सक्नुहुन्छ बाइकमा डेटिङ आउनु भएको गाइस हामी चाहिँ टाउलो लिएर हामी चाहिँ यसलाई हल्का माझ्न भनेर आएका छौँ मामा र म है मामाले पछि आउनु भएको छ चाहिँ टक्क पारामा टाउलो माझ्ने देख्न सक्नुहुन्छ खोला हाम्रो कुकमा चाहिँ हाम्रो आन्टी हुनुहुन्छ ट्याक्क पारामा देख्न सक्नुहुन्छ मासु त छैन यहाँ उता चाहिँ अर्को टिम देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यता हाम्रो ग्याङ चाहिँ यता छ हामी सर यता छन् कोही चाहिँ यता पसलतिर सामान लिन जाँदै हुनुहुन्छ मामाजी सप्राइट मगाइदिने कि आज के हो आज होली खोइ त टिका टिका अब एकछिनपछि लाउने हो नि त बिस्तारै बिस्तारै टिका लाउने हो गाइस आजको दिन चाहिँ होली गाइस सबैजनालाई ह्याप्पी होली भन्न चाहन्छु हेलो अमर भान्जा ह्याप्पी होली धन्यवाद सेम टु यु थ्याङ्क यू अनि सेतु भाइ के छ बाबा हेलो झ्याप भएर आएको र आज ल ठिक छ आज खानुपर्छ रमाइलो गर्नुपर्छ है त गाइस हेलो बुढी ह्याप्पी होली खै त यता देख्न सक्नुहुन्छ हाम्रो चिकन चाहिँ बल्ल बन्दैछ कुक चाहिँ दुईजना वाङ पार्यो अर्को चिकन यहाँ छ
भान्जा धेरै शुभकामना यार आगामी दिनहरू आउँदो वर्षमा पनि राम्रो रमाइलो तरिकाले हुन चाहिँ गाइस देख्न सक्नुहुन्छ हाम्रो यहाँ होलीको माहौल चाहिँ बबाल झकाझक भइरहेको छ देख्न सक्नुहुन्छ ए माया साला टिका पनि राखेन देख्न सक्नुहुन्छ बबाल झकाझक त्यसको आँखामा परेको छ र यसको फेरि बाङ्गो न बाङ्गो टिका लगाएको छ स्वाद यसलाई टोपी ल्याएर बसेको छ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ बबाल तरिकामा मासु गाइस मामाको हालत देख्न सक्नुहुन्छ होली भनेको यस्तो होली ह्याप्पी होली गाइस ह्याप्पी होली एभ्रीवान गाइस मासु खानुपर्छ है मासु होलीमा ह्याप्पी होली होलीमा पिकनिक आउन तँलाई कस्तो महसुस भइरहेको पनि एकदम खुसीको महसुस यहाँ हेरेर पनि यहाँ हेरेर लाइफको फर्स्ट होली मनाउन आएको पिकनिक खान होइन हेलो ब्रोदर कस्तो महसुस भइरहेको भन् त भाइ बोल त भाइ बोल त कस्तो रे मलाई कस्तो महसुस भइरहेको एकदम रमाइलो महसुस मलाई भोग्ला हावाले त्यति हो मेरो ढुङ्गा खा रे हेलो घ्राङ घ्राङ होला तँलाई कस्तो कस्तो महसुस भइरहेको यो चाहिँ यस्तो होला हो है यो चाहिँ यस्तो होला यस्तो गरेर स्वाट गर्नेवाला हो केटाहरूको पारा भोक लाग्यो ल 2-4 शब्द अरू होलिङ माया लाफाको अरू छिना होली अरू के सम्झ दिसमले है ल इडिक नै ल अब चाहिँ हाम्रो चाहिँ बबाल देख्नमा खाने प्रोग्राम भइरहेछ किन हाँस्नु भएको छ फेरि हाम्रो मामा यहाँ सिङ्गल हुनुहुन्छ ए अहिले माइजीले मार्नुलाई मेरो लागि अहिले माइजीले फेरि मलाई खै भनेर लोडेर आउनु भयो भने फेरि त्यसलाई सक्नुहुन्छ अब हाम्रो चाहिँ खाना खाने बेला भइसकेको छ कसैले त खाइसकेका छन् भने यतातिर खानालाई हाँ गर्दै बसेका छन् त्यही भएर नै रेडी भएर बसेको त्यही भएर चाहिँ रेडी भएर बसेको यहाँ छ मेरो झोल देख्न सक्नुहुन्छ मेरो झोल यहाँ चाहिँ बिस्ने कुकुरले जस्तो खाइरहेछ बिस्नेले लिएर हिँडेको छ दुईटा हातमा यता पनि दुईटा हातमा एउटा हातमा दुईटा लड्डु ए दुईटा हात छ साथी दुईटा हातमा एक कुन्टा लड्डु हामी कहाँ बस्ने हो यहाँ चाहिँ खानेकुरा के खाने हो र झोल यता चाहिँ 3 सासू बुहारी नन्द आमाजु दिदी तपाईँ 4 जना ए 3 जेठानी देउरानी माउलोको माइजू 4 जेठानी देउरानी माइजू 4 जेठानी माइजू ए 4 जेठानी दिदी देउरानी माइजू म चाहिँ झोल बोकेर हिँडिरहेको छु मैले चाहिँ बस्ने ठाउँ भएको छैन अलिक सम्म ठाउँ खोजेर बस्नु हिँड्नुपर्छ कि सम्म ठाउँमा जति खाए पनि लोटिन्न के मलाई माइजूले बोलाउनु भएको छ भन्नुहोस् ए झोल यहाँ छ झोल केमा खानुहुन्छ ल भन्नुहोस् ल गर्नुहोस् ल गर्नुहोस्
लिन सक्नुहुन्छ हाम्रो बबाल तरिकामा खानपिन हुनेछ अलि बुढा टोली उहाँ अलि उठा छन् अलि उनीहरू चाहिँ बिहा गरिसकेका अनि अलि बुढी टोलीहरू अलि पर छन् अनि बिचका चाहिँ तरुनीहरू भर्खरका कलकलौटा बैसा आएका केटीहरू अनि हामी चाहिँ यहाँ भर्खरका तन्डरी केटाहरू छौँ हामी 2 जनाको मासु काटेछौँ होइन यहाँ छ यहाँ एक गरम छ देख्न सक्नुहुन्छ है हामी चाहिँ भर्खरै खाएर अब हातमुख धुन जाँदैछौँ है पछाडिबाट भैँटेले बोलाइरह अब हामी चाहिँ हातमुख धुन जाने होइन भर्खरै खाएर आएको है चट्ट पारेमा यिनीहरूले पनि पुरा धोइरहेको भिडियो गरिदिन्छु ल भिडियो गर्दै हामी चाहिँ होइन हातमुख धोएर अब चाहिँ हामी फेरि जाँदैछौँ होइन हेर्न सक्नुहुन्छ वाउ छ्याङ मासु होइन भाइ त्यत्तिकै ढाँटेको बारेका खानुहुन्छ भाइ अघि नै बोतल खनाएको थाहा छैन हाम्रो सिङ्गल मामा भए फेरि मामाले आएर फेरि माइजूले आएर फेरि ढुङ्गाले हान्ने होला फेरि सिङ्गल मामा भन्दा ल बुफर चालु एउटा ढले 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 एउटा ढले 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 तपाईँ फोटो खिच्ने काँडा मुडे छ बुढाबुढीको कसैको नभएको बुढाबुढी देखाउन पर्यो होला सासु आमै मै तङ्गरीलाई गात 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 She
छोरी खाएगी किन्ने छोरी बासी बासी खाएगी किन्ने छोरी गाइस देख्न सक्नुहुन्छ हाम्रो चाहिँ आजको होलीको कार्यक्रम पिकनिक सकिसकेको छ। अब चाहिँ हामी घर जाँदैछौँ होइन, देख्न सक्नुहुन्छ सबैजना गइसक्नु भएको छ। यता आउँदै हुनुहुन्छ देख्न सक्नुहुन्छ। हामी जाँदैछौँ र यहाँ अर्को टिम चाहिँ यहाँ हुनुहुन्छ। राम्रोसँग खानु होला, राम्रोसँग घर पुग्नु होला है। ल अब हामी जाँदैछौँ देख्न सक्नुहुन्छ। यहाँ हाम्रो चाहिँ दारु खोइ गाइस देख्न सक्नुहुन्छ। हामी चाहिँ अब गाडीमा घर जानेवाला छौँ र पुरा रमाइलोको साथमा आइसकेका छन् र दुईजना चारजना चाहिँ बाइकमा जान खोजिरहेका छन् र हामी चाहिँ अब गाडीमा जानेवाला छौँ। म त यहाँ बस्नेवाला छु। सिट नभएर छतमा सिट नभएर देख्न सक्नुहुन्छ लिएर जान खोजिरहेको दिनेश हामी चाहिँ पानीको पटेरनिर आइसकेका छौँ र यहाँ झरेर कसैले पानी खाइराख्नु भएको छ देख्न सक्नुहुन्छ। रोटे खोलाको चिसो पानी। यहाँ चाहिँ पानी खाने कार्यक्रम हुँदैछ देख्न सक्नुहुन्छ होइन। यहाँको पानी चाहिँ बवाल चिसो छ। म नि खान्छु पानी। हामी चाहिँ अब घर आइसकेका छौँ सबैजना ओर्लिसकेका छौँ देख्न सक्नुहुन्छ। सबैजना झरिसकेका छन्। अब अर्को भ्लगमा भेटौँला है त।